हामीले नेपाल आर्मी भन्दै गर्दा सुरुमै हाम्रो सोच नेपालको नर्मल आर्मीमा जान्छ र तपाईले पनि सुन्नु भएको होला। धेरै जनाले नेपाल आर्मीको बारेमा यस्तो भन्दै गरिएको पाइन्छ, नेपाल आर्मीहरूले त ठुल्ठुलो रिस्की कामहरू गर्नै पर्दैन र नेपाल आर्मी बन्न त्यति खासै गाह्रो हुँदैन पनि भन्दै गरिएको धेरै सुनिन्छ। तर त्यस्तो होइन, जस्तो बाहिरबाट देखिन्छ भित्र त्यस्तो छैन र नेपाल आर्मीमा कति गाह्रो र रिस्की कामहरू हुन्छ आज तपाईँ यो भिडियोमा प्रष्ट रूपमा थाहा पाउनु हुनेछ र भिडियो एकदमै जानकारीमूलक हुनुको साथै भिडियो मजेदार पनि छ। र साथियों, आज हम रिएक्शन देने वाले हैं नेपाल की आर्मी के बारे में और नेपाल की आर्मी के हमारे पास कुछ नई वीडियोस आई है जिसके अंदर नेपाल आर्मी के डेंजरस वर्क के बारे में बताया जा रहा है कि नेपाल आर्मी किस तरीके से खतरनाक काम करती है और नेपाल आर्मी के खतरनाक चीजों के बारे में बात करेंगे। बेसिकली हम नेपाल आर्मी को कवर कर रहे कई दिनों से और लोगों की रिक्वेस्ट यही है कि उनको कवर किया जाए। इससे पहले हमने वेपन्स के बारे में बात की, डेंजरस वेपन्स की, और आज हम बात करने वाले हैं नेपाल आर्मी के डेंजरस वर्क के बारे में। तो चलिए आज की वीडियो देखते फिर आपके साथ बात करते हैं। हामीले नेपाल आर्मी भन्दै गर्दा सुरुमै हाम्रो सोच नेपालको नर्मल आर्मीमा जान्छ र तपाईले पनि सुन्नु भएको होला। धेरै जनाले नेपाल आर्मीको बारेमा यस्तो भन्दै गरिएको पाइन्छ, नेपाल आर्मीहरूले त ठुल्ठुलो रिस्की कामहरू गर्नै पर्दैन र नेपाल आर्मी बन्न त्यति खासै गाह्रो हुँदैन पनि भन्दै गरिएको धेरै सुनिन्छ। तर त्यस्तो होइन, जस्तो बाहिरबाट देखिन्छ भित्र त्यस्तो छैन र नेपाल आर्मीमा कति गाह्रो र रिस्की कामहरू हुन्छ आज तपाईँ यो भिडियोमा प्रष्ट रूपमा थाहा पाउनु हुनेछ र भिडियो एकदमै जानकारीमूलक हुनुको साथै भिडियो मजेदार पनि छ। र साथीहरू, भिडियो सुरु गर्नुभन्दा अगाडि नेपाल आर्मीको लागि एक लाइक चाहिँ मन खोलेर गरिदिनु होला। र अब लागौं टपिकतिर। सुरुमा छ पेरे रेस्क्यु फोर्स। नेपालको कन्टेक्स्टमा पेरे रेस्क्यु फोर्सको काम धेरै खतरनाक हुनुको साथै एकदमै आवश्यक पनि पर्ने गर्छ, किनभने तपाईलाई पनि थाहा होला नेपालमा बाढी आउने, पहिरो जाने जस्ता चीजहरू धेरै देखिन्छन् र पेरे रेस्क्यु फोर्सको काम पनि त्यही हुन्छ, जुन चाहिँ हो रेस्क्यु गर्नु। र त्यस्तो अवस्थामा पनि आर्मीहरू हेल्प गर्न पुग्नु सानोतिनो काम चाहिँ होइन र त्यहाँ आफ्नो ज्यानको पर्वाह नगरी अर्काको ज्यान बचाउने कामलाई नै भनिन्छ आर्मीको पेरे रेस्क्यु फोर्स। र साथीहरू, हाम्रो देशका आर्मीहरूको लागि जम्मा 5 सेकेन्ड निकालेर भए पनि कमेन्टमा जय नेपाल चाहिँ लेखिदिनु होला। र अब अर्को हेरौं बम डिस्पोजल फोर्स। यी फोर्सको मेन काम चाहिँ कतै विस्फोटक पदार्थहरू राखिएको छ भने त्यसलाई आफ्नो नियन्त्रणमा ल्याउने काम यी आर्मीहरूको हो। तर साँच्चै भन्नुपर्दा नेपालसँग एउटै पनि ठुला विस्फोटक पदार्थ छैनन्, जम्मा नेपालसँग भएको चाहिँ त्यही एउटा कुकर बम हो र हामी यतिमै अन्दाज लगाउन सक्छौं नेपाल कतिको अविकसित छ त। र नेपाल आर्मीमा हुने अलिक डरलाग्दो काम मध्ये अर्को काम हो कम्ब्याट सोल्जर। नर्मली कम्ब्याट सोल्जरको काम चाहिँ ग्राउन्ड लेभलमा पर्ने सबै खालको लडाई झगडामा सामेल हुनु हो र उनीहरूको साथमा सबै इक्विपमेन्टहरू पनि हुने गर्छ, जस्तै बन्दुक, आर्टिलेरी अनि धेरै प्रकारको मिलिटरी भेहिकल। र नेपाल आर्मीको कुरा गर्नुपर्दा कम्ब्याट सोल्जर नेपाल आर्मीमा त्यति खतरनाक पनि मानिँदैन, किनभने नेपालसँग न त कुनै खतरनाक बन्दुक नै छ न कुनै खतरनाक गाडी नै छ। खासमा नेपाल आर्मीसँग खतरनाक भन्ने चिज केही नै छैन र खासै नराम्रो मानिहाल्नु पनि पर्दैन, किनभने नेपालको अरू देशसँग त्यति झगडा परिहाल्दैन। तर यदि झगडा परिहाल्यो भने चाहिँ नेपालको हालत के हुन्छ त्यो त मैले भन्नै पर्दैन। अरू देशमा कम्ब्याट सोल्जरको काम अलिक खतरा मानिन्छ भने नेपालमा त्यति साह्रो खतरा अलिक मानिँदैन। र त्यसै गरी आर्मीमा हुने अर्को खतरनाक काम हो पाइलोट। हुन त हामीले अरू देशसँग कम्पेयर गर्न त मिल्दैन, तर पनि अरू देशमा के कस्तो छ अलिकति नजर त्यता पनि लगाऊ। हामी अरू देशको हेर्छौं भने त्यहाँ धेरै प्रकारको एयरक्राफ्टहरू देख्न सकिन्छ, जस्तै कम्ब्याट एयरक्राफ्ट, एटेक एयरक्राफ्ट, स्पेशल एयरक्राफ्ट र अरू अन्य प्रकारका मिलिटरी एयरक्राफ्टहरू हुने गर्छन्। तर हामी त्यहाँ हेर्छौं भने पाइलटको काम त्यहाँ निकै खतरनाक हुने गर्छ कम्पेयर टु आवर नेपाल। तर नेपालको कुरा गर्नुपर्दा नेपाल आर्मीसँग त्यही नर्मल प्लेन, ट्रान्सपोर्ट प्लेन र साधारण हेलिकप्टर मात्रै रहेको छ र हवाई हमलाको लागि नेपालसँग केही पनि रहेको छैन। त्यसैले नेपालको मिलिटरी पाइलटलाई खासै खतरनाक पनि भनिहाल्न मिल्दैन, तर हुन चाहिँ मिलिटरी पाइलट एक खतरनाक काम नै हो। र साथीहरू, समग्रमा भन्नुपर्दा नेपाल आर्मीमा नर्मल आर्मीहरू बाहेक अलिक खतरनाक काम भएको आर्मीहरू पनि हुन्छन्, जुन मध्ये पहिलो हो पेरे रेस्क्यु फोर्स र दोस्रो बम डिस्पोजल फोर्स र तेस्रो कम्ब्याट सोल्जर र अन्तिममा मिलिटरी पाइलट। र ती मध्ये पनि अरू थुप्रै खतरनाक काम भएको आर्मीहरू पनि हुने गर्छन्, जुन चाहिँ हामीले यो भिडियोमा कुरा गरेको छैनौं किनभने भिडियो निकै लामो हुन्छ। र साथीहरू, तपाईले नेपाल आर्मीको यो भिडियो मन पर्यो भने कमेन्टमा जय नेपाल लेख्न चाहिँ नबिर्सिदिनु होला र भिडियोमा एक लाइक गरिदिनुहुन्छ भन्ने आश गर्दै अहिलेको लागि म बिदा हुन चाहन्छु। जय नेपाल।
तो उम्मीद है कि आप लोगों ने वीडियो देख ली होगी। नेपाल आर्मी के बारे में मैं एक बात आपको स्टार्ट में बता देता हूं, फिर आप लोगों को कंफ्यूजन नहीं होगी इस आर्मी के बारे में। देख ली, ये आर्मी 4 करोड़ आबादी वाले मुल्क के लिए बनाई गई है, तो जिनके पास एयरफोर्स के फाइटर प्लेन्स नहीं है, और फाइटर प्लेन्स ना होने की वजह से इनको थोड़ा सा लोग कमतर समझते हैं, मतलब इनको ज्यादा पावरफुल नहीं समझते। बेसिकली कोई किसी भी आर्मी के एयरफोर्स के पास अगर फाइटर प्लेन्स होते हैं इनके पास, तो वो फिर फाइटर प्लेन्स को काफी ताकतवर लेते हैं, मतलब कि आर्मी ताकतवर है या उनकी एयरफोर्स ताकतवर है, जिसकी वजह से काफी लोगों को फिर डर लगा होता है। अब नेपाल की आर्मी की कम है, इनकी आबादी भी कम है, इनकी आर्मी उनकी आबादी के हवाले से अच्छी है। डेंजरस वर्ड्स के बारे में इनकी बात ये करें तो सबसे पहले इनकी आर्मी के अंदर टेस्टिंग होती है, जिसके बाद कुछ लोग इंडियन आर्मी में चले जाते हैं, कुछ ब्रिटिश और कुछ सिंगापुर पुलिस में चले जाते हैं, और उनकी आर्मी में भी चले जाते हैं, जिसकी वजह से अगर जो लोग मतलब जो रैंक में कम होते हैं, जिनकी परसेंटेज कम होती है, वो नेपाल आर्मी के अंदर वर्क करते हैं। अगर नेपाल इस चीज को खत्म कर लेता है और सारे गोरगांव को अपने आर्मी के अंदर शामिल करे, तो मुझे नहीं लगता कि फिर इनकी जैसा कोई दूसरा आर्मी हो सकता है ताकतवर के मामले में। फिर ये थोड़ा अपना बजट बढ़ाएंगे, तो थोड़ी थोड़ी चीजें लेंगे, 1-2 फाइटर प्लेन ले, फिर इस तरीके से और चीजें लेते रहेंगे, जिससे फिर लोगों को डर लगा होगा। अब नेपाल आर्मी तब तक पावरफुल नहीं हो सकती जब तक उनका आर्मी का बजट नहीं बढ़ेगा। लोग ज्यादा से ज्यादा नहीं कमाएंगे तो आर्मी के लिए बजट नहीं बढ़ाया जाएगा। लोग ज्यादा कमाएंगे, टैक्सेस आपको गवर्नमेंट को देने, फिर वही गवर्नमेंट आपकी आर्मी के ऊपर खर्च करेगी। आर्मी और एयरफोर्स के ऊपर जब खर्च होंगे तो फिर आपकी आर्मी ऑटोमेटिकली नंबर 1 पे भी आ सकती है, अगर आपकी आर्मी के अंदर पोटेंशियल हो, आपकी आर्मी को ताकतवर बनाया जाए। फिर भी मैं आपके साथ एक बात करूं, क्योंकि आबादी के लिहाज से नेपाल की आर्मी बेहतर है। अब 150 करोड़ आबादी है एक मुल्क की, तो उसकी आर्मी भी आप देखें ना, फिर 10-15 लाख 20 लाख होगी। अगर 150 करोड़ आबादी में से 20 लाख लोग भी आर्मी के लिए निकल आए तो इतना बड़ा इशू नहीं होता, बट कहीं पे 4 करोड़ और कहीं पे 150 करोड़, बहुत फर्क है। आपने ये आर्मी के वर्क्स देखे अच्छे लगे होंगे तो वीडियो को लाइक लाजमी करें। मिलते हैं नेक्स्ट वीडियो में।